साग बेच्नेले साग उमारेर साग बेच्नेले टमाटर उमारेर टमाटर बेच्नेले कर तिर्नुपर्छ। सामाजिक सञ्जालबाट अरबौं कमाउनेले ट्याक्स तिर्न पर्ने। हाम्रो न्याय यही हो, हाम्रो राष्ट्रको स्वाभिमान यही हो। यो हुन सक्दैन। त्यसकारण स्वाभिमान नभएकाहरूले भड्काउने कुरा गरे। यो राष्ट्रिय स्वाभिमानको प्रश्न दर्ता हुन्थ्यो। यस्तै तत्त्वहरूले भाँडेर दर्ता नभएको उचालेर, नत्र कुन व्यावसायिक संस्थाले कुन देशमा गएर दर्ता गर्दिन भन्छ, कर तिर्दिन भन्छ, तिम्रो कानुन मान्दिन भन्छ, तिम्रो संविधान मान्दिन भन्छ, तिम्रो देश मान्दिन भन्छ? कसले भन्छ? कसैले भन्दैन। तर यहीँ भित्रबाट उचाल्यो, त्यसलाई पनि माध्यम बनाउन खोज्यो। त्यसर्थ यो सबै एउटा अफवाह। हामी अफवाहका पछाडि कुद्नु हुँदैन, अफवाहका पछि होइन। यति बेला राष्ट्रलाई एकता चाहिएको छ, राष्ट्रलाई एकता चाहिएको छ। तर अहिलेको सरकार एकताको पक्षमा होइन, अनेकता, भाँडभैलो आदिको पक्षमा छ। यसबाट देशलाई जोगाउनका लागि लोकतान्त्रिक शक्तिहरू एक ठाउँ मिल्न पर्दछ र लोकतन्त्रको रक्षा मार्फत, सामाजिक न्याय र समानता मार्फत शान्ति सुव्यवस्था कायम गर्दै देशलाई समृद्ध नेपाल, सुखी नेपालीको बाटोमा अगाडि बढाउनु पर्छ।